हाई नमस्कार सम्पूर्णमा। सो मैले आजको भिडियो चाहिँ यस प्रकार बनाएको छु। सो मैले योभन्दा अगाडि एउटा भिडियो फेसबुकमा हेल्पको लागि पोस्ट गरेको थियो। उहाँ चाहिँ हुनुहुन्थ्यो धुलीखेल बाराको अंकिता थापा, जो 11 वर्षको बुनु चाहिँ बोन क्यान्सरबाट ग्रसित थियो। उहाँको लागि हेल्पको लागि मैले एउटा भिडियो पोस्ट गरेको थियो। उहाँको लागि हेल्प गर्ने साथीहरूको नाम चाहिँ यस प्रकार रहेको छ। चाँदनी स्याङ्बो भोजपुरबाट रु 2500, अनि प्रवीण राई सोलखुम्बुबाट रु 1500, एन्ड राजकुमार वाइवा रु 500 काभ्रेदेखि, हिमसिंहचुरी मगर लाफा उहाँले रु 2481 रुपियाँ चाहिँ उहाँ बोनुको लागि हेल्प गर्नुभएकोमा धेरै धेरै धन्यवाद। उहाँहरूलाई मेरो सानो भिडियो देखेर यति धेरै हेल्प गर्नुभएकोमा, मलाई सहयोग गरिदिनु भएकोमा सो धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो तर्फबाट पनि। मैले पनि आफूले सकेको हेल्प गर्न पाउँदा धेरै खुसी लागेको छ। आगामी दिनहरूमा पनि म यसै गरी अगाडि बढ्दै ठुलो सहयोग गर्न नसके पनि यति भिडियोहरू बनाएर उहाँहरूलाई बिरामीहरूलाई यसरी नै सहयोग गर्न पाऊँ हैन। मेरो यो सहयोगहरूमा हेल्प गर्नुभएकोमा धेरै धेरै धन्यवाद। अनि उहाँ बोनुको स्वास्थ्यमा छिट्टै सुधार आओस् भन्दै स्वास्थ्य लाभको धेरै धेरै कामना। चाहिँ हेल्पको लागि 3 दिन अगाडि नै भिडियो पोस्ट गरेको थियो। सो म चाहिँ अलि बाहिर जानु परेको कारण मैले पैसा पनि उहाँहरू बिरामी माझ पुर्याउन सकेको थिएन। बस आज बिहानै मैले उहाँको बिरामीको अकाउन्टमा क्युआर गरेर पैसाहरू सबै सेन्ड गरिसकेको छ।